हेलो साथीहरू नमस्ते फेरि आज अर्को नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामीले खाइगोको नर्सिङ केयरको चाहिँ जापानिज ल्याङ्ग्वेजको पिडिएफको पार्ट 4 पढ्दैछौँ। यहाँभन्दा अगाडिको पार्टहरू हेर्नुभएको छैन भने पार्ट 1, 2, 3 चाहिँ यी च्यानलमा अपलोड भइसकेको छ र पार्ट 3 मा चाहिँ 216 नम्बर है, पेज नम्बर 216 सम्म चाहिँ हामीले पढिसकेका छौँ र आज चाहिँ हामीले अर्को त्यहाँदेखि अगाडिको चाहिँ कन्टिन्यू गरेर जानेछौँ। र भिडियो यहाँभन्दा अगाडि हेर्नुभएको छैन भने च्यानल चेक गर्नुहोला र साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानलमा जोडिनुहोला भन्दै आजको भिडियो सुरु गर्न चाहन्छु। आज चाहिँ हामीले 200 पेज नम्बर 216 देखि अगाडिको पार्ट छ है, तपाईँहरूले पनि हेर्नुहोला। यो खाइगुसेकु र सातौं सानको कुराकानी छ। हामीले चाहिँ यो कुराकानीहरू कन्भर्सेसन पढेर एन्सर भेटाउनु पर्ने हुन्छ, करेक्ट एन्सर सेलेक्ट गर्नुपर्ने हुन्छ र इक्जाममा पनि यही मोडलमै हुन्छ। त्यस कारणले चाहिँ भिडियोलाई चाहिँ एकदमै केयरफुल भएर हेर्नुहोला भन्न चाहन्छु। खाइगुसेकु भनेको खाइगो केयर वर्कर भयो र सातौं सान भनेको रेउसासामा है। रेउसासामा भनेको चाहिँ अब हजुरबुवा हजुरआमा भनौँ ठ्याक्क हाम्रो नेपाली भाषामा। खाइगुसेकु र सातौं सानको कुराकानी पढ्न सुरु गरेँ मैले। तपाईँहरूले नबुझेको मिनिङ भए चेक गर्नु होला है त। सातौं सान खाइगुसेकुले भन्छ, सातौं सान आस्ता नो आस्ता नो हिरु गोहान वा मेनु गा एराबिमाशौ भनेर भने है। सातौं सान भोलिको दिउँसोको खाना है, हिरु गोहान भनेको दिउँसोको खानाको मेनु चाहिँ छान्नुहुन्छ भनेर चाहिँ रिक्वेस्ट गर्यो। एराबिमाशौ भन्यो, सँगै छलफल गरेर छानौँ भन्ने जस्तो इमेल भयो नि त। सातौं सानले भन्छ, सो देश का उरेसी देश माइनिची एराबे तारा मोत्तो उरेसी देश ने। सो देश का ए हो र उरेसी देश, म त खुसी भए। प्रत्येक दिन माइनिची एराबे तारा, प्रत्येक दिन छान्न सक्ने भयो त कति राम्रो हुन्थ्यो, कति खुसी हुन्थे। मोत्तो उरेसी देश ने भनेको मोत्तो भनेको धेरै नै खुसी हुन्थे भन्ने इमी भए। खाइगुसेकुले भन्छ, इक्का गेच्छु नि इक्खाइ दाके मोसियाके आरिमासेन। इक्का गेच्छु नि इक्खाइ दाके हो, इक्खाइ दाके दे, इक्खाइ दाके दे मोसियाके आरिमासेन। महिनामा एकपटक मात्रै भयो, त्यसको लागि माफ गर्नुहोस् भन्यो। ओकाजु वा तेम्पुरा का हाम्बाकु देश, दोचिरा गा इ देश का भन्यो। ओकाजु चाहिँ ओकाजु भनेको तपाईँहरूलाई थाहा छ मेन डिस हुन्छ नि हाम्रो खानामा, जस्तै दाल भात भयो त्यसको साइडमा राखिने खानाहरू है, जस्तै हामीले तरकारीहरू चटनीहरू सलाडहरू राख्छौँ। सलाद चाहिँ पर्दैन है। ओकाजु भनेको तरकारीहरू चाहिँ पर्छ, तरकारीहरू अथवा चाहिँ केही थोरै राखिने कुराहरू, खानेकुराहरू, त्यसलाई चाहिँ तेम्पुरा। यहाँ चाहिँ त्यसको ठाउँमा चाहिँ ओकाजुको ठाउँमा चाहिँ तेम्पुरा का हाम्बाकु देश, तेम्पुरा र हाम्बाकु छ, दोचिरा गा इ देशका, कुन चाहिँ लिनुहुन्छ भनेर चाहिँ भन्यो। सातौं सानले वतासी वा तेम्पुरा गा तापेताइ देश, सातौं सानले चाहिँ म चाहिँ तेम्पुरा खान चाहन्छु भनेर भन्यो रेउसासामाले होइन। त्यसपछि खाइगुसेकुले भन्छ, वकारिमासिता देजातो नि पुरिङका जेरी गा एराबिमासु भन्छ। वकारिमासिता तेम्पुरा खान्छु भनेपछि खाइगुसेकुले वकारिमासिता भन्यो। त्यसपछि देजातो अब खाना खाइसकेपछि मुख मिठो गर्न पर्ने कुराहरू खानु पर्यो। त्यसपछि पुरिन भनेको नि मिठो खानेकुरा हो, जेरी भनेको नि त्यस्तै गुलियो खानेकुरा। पुरिङका जेरी गा एराबिमासु, दोचिरा गा एराबिमासु भने जस्तो कुरा भयो। त्यसपछि सातौं सानले भन्छ, पुरिङ वा आमारी सुकी ज्यारीमासेन, पुरिन चाहिँ मलाई खासै मन पर्दैन। सुकी भनेको मन पर्नु, सुकी ज्यारीमासेन भनेको चाहिँ मन नपर्नु, मलाई चाहिँ मन पर्दैन भनेर भन्यो। खाइगुसेकुले भन्छ, सो देशका ज्या जेरी देशने भन्यो। सो देशका ए हो, त्यसो भए चाहिँ जेरी होइन त भन्यो। सातौं सानले योरोसिको ओनेगाइसिमास तानोसिमी नि शितेमास भने। हुन्छ ल त्यसै गर्नुहोस्, हुन्छ ओनेगाइसिमास त्यसै गर्नुहोस्, तानोसिमी नि शितेमास एकदमै खुसी मानिरहेको छु, खुसीका साथ गरिरहेको छु भन्ने चाहिँ इमी भयो है। अब हामीले चाहिँ एन्सर छान्नुपर्ने हुन्छ। ल साथीहरू कुराकानी त एकदमै सम्झिराख्नु भएको छ नि तपाईँले है। मुन्दाई प्रश्न होइन त, खाइवा नो नाइयो, खाइवा कुराकानीको चाहिँ नाइयो भनेको चाहिँ कन्टेन्टमा चाहिँ सब्जेक्ट त्यो कुराकानी अनुसार चाहिँ तादासी मनो एरान्दे कुदासाई, तादासी भनेको चाहिँ करेक्ट कुरा चाहिँ छान्नुहोस् भने। 1, 2, 3, 4 मध्ये कुन हो त, यहाँनिर चाहिँ हामी हेरेर छान्ने प्रयास गरौँ है त। सातौं सान वा माइनिची मेनु ओ एराबु कोतो गा देकिमास। यो कुरा सातौं सानले चाहिँ
खानेकुरा प्रत्येक दिन छान्ने हो त होइन है। अघिको खानेकुरामा चाहिँ वर्षको एकपटक छान्न पाउने मात्र सरी महिनाको इखागे चाहिँ नि इखाइदा केदे मौसिया क्यारे मसेङ भनेको थियो होइन त। त्यही कुरालाई चाहिँ यहाँ चाहिँ के भयो त माइनिची मेनुगा राबु कोतोगा देकिमासु भने यो चाहिँ बाचु भयो है त। यो चाहिँ होइन है नि त। एक नम्बर बाचु। 2 नम्बरमा के छ त सातो सावा आस्ता हामबागु ओ थाबेमास भने हे उसले चाहिँ के भनेको थियो हामबागु मनपर्छ भनेको थियो त के थियो उसले चाहिँ टेम्पुरा ओ थाबेताई देश भनेको थियो होइन त। सो त्यो भएर यो 2 नम्बर पनि बाचो। 3 नम्बर सातो सावा पुरिङ्गा सुकी देश सातो सानलाई चाहिँ पुरिङ मनपर्छ त पुरिङ चाहिँ उसले मन पर्दैन भनेको थियो है। यो पनि बाचो हो क्या हो। सातो सावा आस्ता जेरी ओ ताबेमास 4 नम्बर हो त 4 नम्बर चाहिँ हो जस्तो छ। एकचोटि चेक गरौँ है त। जेरी देश ने हाई सो देश का जा जेरी देश ने पुरिङ वा आमारी सुकी जारीमा चाहिँ भनेको थिए। त्यसैले सातो सानले चाहिँ आस्ता आस्ता हिरुगुहानमा चाहिँ के खान्छ त सातो सान वा आस्ता जेरी ओ ताबेमास भनेपछि 4番は丸でした。皆さん。4番は丸でしたね。はい。では皆さん次行きましょう。はい。皆さん次の会話を読んでいきましょう。介護職と佐藤さんकै कुराकानीलाई यहाँ जोडेको छ है।佐藤さん 介護職ले भन्छ佐藤さん食事は終わりましたね。सायद यो भोलिको दिउँसोमा होला है। 佐藤さん食事は終わりましたね。もう少し飲み物はいかがですかभने佐藤さんखाना चाहिँ खाइसक्नुभयो है खाएर सकिसक्यो होइन त मोस्कोसी अलिकति नोमिमोनो हो इकाका देशका अलिकति पिउने कुरा लिनुहुन्छ र भनेर चाहिँ रिक्वेस्ट गर्यो। सातोसानले भन्छ हाई इतादाकिमास हुन्छ ल्याउँछु नि भनेर चाहिँ भन्नुभयो। खाइगोसुकले भन्छ चुमेताई मुगी च्याओ ओमोची सिमासोका चिसो है चुमेताई भनेको चाहिँ चिसो मुगी 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 चिया चाहिँ मोचीमा सोक्का भनेर लिएर आउँ कि भनेर चाहिँ रिक्वेस्ट गरे है। सातौँ सानले भन्छ इए आताताकाई कोचा ओ नोमिताई देश आताताकाई कोचा कोचा भनेको यहाँ जाप्ने चिया होइन त कोचा ओ कोचा गा नोमिताई देश खाइगोसुकले भन्छ वकारिमास्ता जा अब यो खाली ठाउँमा चाहिँ कुन शब्द उपयुक्त हुन्छ त्यो कुरालाई चाहिँ हामीले सेलेक्ट गर्नुपर्ने छ। सातोसान आरिगातो भने चाहिँ यहाँनिर चाहिँ मोन्दाइ छ डट नो नाकानी यो खाली ठाउँमा चाहिँ हाइरुको तबाओ एरान्डे कुदासाई एक्जाममा पनि ठ्याक्कै यसरी नै आउँछ है। इची चुमेताई मुगिचा ओ मतेकिमास ने चुमेताई ओचा पिउनुहुन्छ र भन्दाखेरि चाहिँ सातोसानले पिउँदिन भनेको थिए। 2. 温かい麦茶を持ってきましょうか。温かいとहो तर मुगिचा चाहिँ होइन है। 3 नम्बर 温かい紅茶を持ってきますね。温かい紅茶を持ってきますね。किन भन्यो त भने 温かい紅茶を飲みたいんですभनेर चाहिँ भनेको थियो है।
लास्टको पनि पढिहालौँ, त्यसपछि चेक गरौँला है त। 冷たい紅茶を持ってきますね。भनेको छ है। 答えは多分3番です。3番ですね。多分じゃなくて、答えは、正解は3番です。